के हिम पहिरो है, सानोतिनो हिम पहिरो चाहिँ देखियो। ए बबाल आउँदो रहेछ। ल हेर्नुहोस्, यो बग्दा बग्दै गरेको पानी जमिरहेछ। अहिले चाहिँ हामी लगभग 47 सेमिटरको हाइटमा छौँ। अझ हामी 200 मिटर माथि जानुपर्ने छ। यस्तो छ अवस्था, पुरै जमेको छ। हेर्नुहोस्, फाइनली हिमालको यति नजिक, यति क्लोज चाहिँ म फर्स्ट टाइम छु। यहाँ बुझ्दै पऱ्यो, म तिलिचोमा गएर एक स्नान गरेर एक डुबुल्की हानेर आउन पनि सक्छु। त्यो भिडियो पनि तपाईँले देख्न सक्नुहुन्छ। अच्छा देख्नु भएन भने खासै आश्चर्य नमान्नु होला, किनभने यो सम्भवको कुरो होइन। बडी गफ फेलेर मात्र पनि भएन होइन, के हाल्ने। बात तो सही है। They are dancing. She's from New Zealand. These guys are Nepalese people. They are enjoying in Tilichu Lake. समझ रहे हो ना? मिलन फोटोग्राफी को चल भल है त के रे ब्लू लेक में। जोर से बोल के लोगों को स्कीमें बता दे। ल फाइनली हामी चाहिँ ब्लू लेक है त। तो चलिए शुरू करते हैं। हेलो गाइज, वेलकम बैक टू माई अनदर डे 3 vlog. आई एम इन तिलिचु लेक। यो चाहिँ 49 से 19 मिटरको हाइटमा रहेको छ। र यहाँ तपाईँले यता टक्क हिमाल, यता ताल, यता पनि हिमालहरू सबै चारैतिरको यो हेर्न सक्नुहुन्छ। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सेयर, सब्सक्राइब, कमेन्ट, लाइक गर्नु। गुड मर्निङ। उयो आँखैदेखि न त कहाँ हो। गुड मर्निङ फ्रम तिलिचु बेस क्याम्प। अहिले चाहिँ ठ्याक्कै 3 बज्यो। 3 बजे चाहिँ हामी निस्किसकेका छौँ। अब मेरो साथीहरू वहाँ पुगेर लाइट बाल्दैछन्, हामी यहीँ छौँ। अनि त्यही हो, अब बाटै देखिनु पुरा त्यसरी गर्नु पऱ्यो। अनि त्यही हो, देख्न सक्नुहुन्छ टक्क रेडी भएर हामी चाहिँ हिँडिसकेको छौँ। अगाडि धेरै नै ठुलो जम्बो टोली छ। अनि अब के हुन्छ कस्तो हुन्छ। तिलिचो आज जुन हाम्रो डेस्टिनेसन हो, आज चाहिँ हामी डे 3 मा छौँ। डे 3 मा तपाईँहरूलाई स्वागत छ। डे 3 को भ्लगमा तपाईँहरू सबैजनालाई स्वागत गर्न चाहन्छु। अनि आज जुन हाम्रो डेस्टिनेसन हो तिलिचु लेक, त्यसमा चाहिँ हामी पुग्दैछौँ। हेरौँ कस्तो हुन्छ, के हुन्छ, त्यहाँ पुग्दाका दृश्यहरू कस्ता हुन्छन्, के हुन्छन्, कसरी त्यहाँ पुगिन्छ, अनि के हुन्छ, के देखिन्छ, त्यहाँबाट देखिने दृश्यहरू सबै हामी क्याप्चर गरेर तपाईँहरूलाई देखाउँछौँ। यो चाहिँ बेस क्याम्पको बजार हो। ओके, अहिले चाहिँ यति नै है त, बाँकी कुरा पछि। ल देख्नुहोस्, यो यात्रा गर्नेहरूको लाइन हो। टक्क यसरी लाइट बालेर हाम्रो पछाडि पनि धेरैजना साथीहरू आउँदै हुनुहुन्छ। यो तलको बजार चाहिँ यो बेस क्याम्प हो। बेस क्याम्पभन्दा लगभग हामी कति मिटर माथि आयौँ थाहा छैन। अनि यता अगाडि पनि हुनुहुन्छ 1-2जना साथीहरू, भन्दा पनि धेरै चाहिँ हुनुहुन्छ। हामी चाहिँ यसरी लुखुर हिँडिरहेकै छौँ। जोस् हिमालय पारी छ तर देखिँदैन। अहिले घाम लागेपछि देखाउँछ म तपाईँलाई, घाम झुल्केपछि। हजुर हजुर लाइट दुईटैले मिलाएर होला। ल हेर्नुहोस्, यो बग्दा बग्दै गरेको पानी जमिरहेछ। अहिले चाहिँ हामी लगभग 47 सेमिटरको हाइटमा छौँ। अझ हामी 200 मिटर माथि जानुपर्ने छ। यस्तो छ अवस्था, पुरै जमेको छ। हेर्नुहोस्, आइसको डल्लाहरू, त्यो बग्दा बग्दै गरेको पानी जमिरहेको छ। मान्छेलाई जाउँ पानी त डेन्जर छ यहाँ त। ताल पनि जम्यो होला, यो तालले त। बग्दा बग्दै गरेको पानी जमिरहेछ हेर्नु त, जमिरहेछ पुरै। अब चाहिँ 22 घुम्टी आउन लाग्यो जस्तो लागिरहेछ मलाई। अब यहाँबाट चाहिँ उकालो 22 घुम्टी माथि चढ्यौँ भने चाहिँ लगभग हामीले 95% बाटो यात्रा चाहिँ तय गर्छौँ। अवस्था यस्तो छ हेर्नुहोस् होइन। अब गाह्रो भइरहेको छ। हजुर
त्यस्तै छ कन्डिसन। रमाइलो भइरहेछ, रमाइलो एडभेन्चर। चिसो देख्नुभयो अब बग्दै गरेको पानी जमिरहेछ, त्यस्तो चिसो अवस्था छ। अनि त्यस्तोमा पनि अब हामी हिँड्नै पऱ्यो। अब के गर्ने हजुर। 22 घुम्टी यहाँबाट स्टार्ट। अब गन्दै जानु पऱ्यो है त अब। ल अब चाहिँ हामी 22 घुम्टीको उकालो। हिमाल चाहिँ यहीँ छोइला जस्तो छ, तर अहिले देखिँदैन। अहिले सनराइज भएपछि देखिन्छ। अनि म तपाईँहरूलाई देखाउँछु। यति गर्नु होला, अन्तिमसम्म हेरेर साथ दिनु होला। म यस्तो कठिन अवस्थामा पनि तपाईँहरूलाई केही देखाउँ, तपाईँहरूलाई केही जानकारी दिउँ, तपाईँहरूलाई पनि अलिकति मनोरञ्जन दिउँ भन्ने हिसाबले यो भ्लग बनाइरहेको छु। त्यही भएर अन्तिमसम्म हेरेर साथ दिनु होला। नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ पटक्कै नबिर्सिनु होला। सुभाष भाइ फिलिङ गुड, फिलिङ गुड। माथि आउँदाखेरि भ्यूले गर्दाखेरि एकदम थकानको महसुस हट्दै गइरहेको होइन। अब चाहिँ ओह्रालो रहेछ क्या। तर सनराइज हेर्ने त यहीँबाट हो कि यहीँबाट। ल अहिले चाहिँ 5:42 भएको छ टाइम चाहिँ। अनि टक्कै त सनराइज हुँदैछ। टक्कै यहाँबाट भ्यू हेरेर चाहिँ हामी जाने भन्ने कुरो छ। यता हिमाल देखिन लागिसक्यो। विशाल दादा हिमाल देखियो, टल्किरहेछ अब। दादा के छ कन्डिसन? भोक लाग्यो? ल अब चाहिँ हामी करिब पुग्न लाग्यो तिलिच लेक। अहिले उज्यालो पनि भइसक्यो, 6 बजिसक्यो। अनि हिउँहरू पनि यहीँ नजिकै देखिन लागिसक्यो। यताबाट सनराइज हुँदैछ, टक्क हिमाल हाँसेको होइन टक्क। अब चाहिँ दामी भ्यूहरू देखिन लाग्यो। अहिले त थकाइको महसुस पनि हुन छोड्यो होइन। सबै कुराहरू बिर्सिसक्यो क्या अब, त्यस्तो भइसक्यो। सुभाष भाइ वेट गर, म भिडियो बनाइदिन्छु। ल ब्याग कस्तो छ? ठिक छ? पछाडि ठिक छ? ठिक छ? ल अहिले चाहिँ हामी तिलिचो लेक करिब पुग्न लागिसकेका छौँ। एकदमै हिमाल देख्न सक्नुहुन्छ। हिमाल देखाउ न मलाई, हिमाल देख्न सक्नुहुन्छ भन्दाखेरि टक्कै हिमाल देखाऊ। ल यहाँबाट चाहिँ अब मलाई देखाऊ। ल फाइनली हिमालको यति नजिक, यति क्लोज चाहिँ म फर्स्ट टाइम छु। अहिले चाहिँ म 4970 मिटरको हाइटमा छु। एकदमै अहिले चाहिँ बिहानको 6 बजिरहेको छ। एकदमै गाह्रो महसुस भएको थियो अघि तल उकालो आउने क्रममा चाहिँ। अहिले चाहिँ फिलिङ गुड। यो दृश्यहरू देखिसकेपछि मलाई चाहिँ एकदमै आनन्द लागिरहेको छ। हिमाल यही मैले छुन्छु जस्तो लागिरहेको छ क्या। यति नजिक, यति क्लोज मैले हिमाल सायदै देखेको थिएन। तिलिचो लेक अब कतापट्टि हो भन्ने थाहा छैन, यता सायद अगाडि होला। त्यो चाहिँ हेर्न बाँकी नै छ। अहिले चाहिँ हामी ठ्याक्क 4970 मिटरको हाइटमा छौँ। अब तिलिचो लेक चाहिँ 4919 मिटर हो भनेपछि अलिकति हामी तल झर्नुपर्छ जस्तो चाहिँ मलाई लागिरहेछ। त्यही हो, रमाइलो भइरहेछ, इन्जोय भइरहेछ। तपाईँहरूले पनि इन्जोय मान्दै होला यो भिडियोलाई हेर्दै हुनुहुन्छ होला भन्ने आशा गर्दै अहिलेको लागि चाहिँ म बिदा चाहन्छु। धन्यवाद। ल मस्त जोक मारा रे, या हंस रे हलकट हंस।
हिम पहिरो है, सानोतिनो हिम पहिरो चाहिँ देखियो। ए बबाल आउँदो रहेछ। होइन हिम पहिरो त देखियो नि कस्तो मजाले आउँदो रहेछ। फाइनली घाम पनि हल्का हल्का देखिन लागिसक्यो। टक्क देख्न सक्नुहुन्छ यो यहाँ थोरै हिम पहिरो पनि देखियो हामीले अलिअलि। तपाईँहरूले पनि देखिसक्नुभयो होला। त्यो लक्की रहेछौँ भन्नु पऱ्यो। आउँदा आउँदै हिम पहिरोले स्वागत गर्यो हामीलाई चाहिँ। अनि त्यही हो। अब अरू कुराहरू हेर्दै गरौँ अझ के हुन्छ कस्तो हुन्छ होइन। अहिले चाहिँ एनर्जी आइरहेछ मलाई कसम। यहाँ अब के हुन्छ यहाँ फाँडिन्छ। अब यहाँ बुझ्दै पऱ्यो। म तिलीचोकमा गएर एक स्नान गरेर एक डुबुल्की हानेर आउन पनि सक्छु। त्यो भिडियो पनि तपाईँले देख्न सक्नुहुन्छ। देख्नु भएन भने खासै आश्चर्य नमान्नु होला, किनभने त्यो सम्भवको कुरो होइन। बडी गफ फेलेर मात्र पनि भएन होइन। के हाल्ने गफले मात्रै हुने भए त म यो संसार डेन्जर। ल त्यो भ्यू त कहिल्यै देखेको थिएन यार। सुभाष भाइ कहाँ गयो? ठाडो नै हान्छु नि। ए लाग्यो अझै अलिकति चाहिँ हिँड्नुपर्ने जस्तो देखिरहेको छ। हिँड्नलाई पनि अलिक गाह्रो भइरहेछ। भर्खरै हामीले यहाँ हिम पहिरो पनि देख्यौँ एकदम लक्कीली। सानोतिनो हिम पहिरो पनि देखियो। हिम पहिरो हेर्दै अनि फोटोहरू खिच्दै भिडियोहरू हल्का हल्का बनाउँदै। अब हात त कन्डिसन छैन बनाउने। लगभग यहाँको यो तापक्रम चाहिँ माइनसमै छ जस्तो लागिरहेछ मलाई। अनि त्यही हो यो। अब यो घामहरू यता आयो भने चाहिँ जस हामीलाई तातो महसुस हुन्छ, त्यस पछाडि हामी यहाँ एनर्जी निकालेर डान्स सान्स सबै कुराहरू गर्छौँ जस्तो चाहिँ मलाई फिल भइरहेछ। अब हेरौँ कस्तो हुन्छ। सुभाष भाइको हात पनि टिटाइसक्यो होला भिडियो बनाउँदा। र अहिलेलाई चाहिँ म यही रोक्नलाई अनुरोध गर्दै अहिलेको लागि यति नै भने। बाँकी कुरा पछि आउँदै गर्छ, हेर्दै गर्नु होला। ओके स्टेट। ल है त फाइनल्ली तिलीचो ताल पनि आइए जस्तो छ। हाम्रो नजिक देखिए जस्तो छ तिलीचो ताल होइन। एकदम चिसो भइरहेको अहिले होइन। घामले चाहिँ अलिअलि साथ देला जस्तो छ। के हुन्छ हातहरू एकदम टिटाएर पुरा चिरचिर भइरह। पछाडिको भ्यू हेर्दा त मजा आउँछ। के अरे के गर्ने यार, चिसोले मार्ला जस्तो छ। जाम है त। ल यसो मेसो मिल्यो भने हामी तिलीचो तालतिर डुबुल्की स्नान गरिन्छ के गर्ने छ होइन। एकछिन त गएर सुत्नुपर्छ त्यहाँ गएर है। झोलालाई सिरानी हाले। अहिले चाहिँ हामी 4960-70 मिटरको हाइटमा छौँ। यो चाहिँ मनाङ जिल्ला तिलीचो तालमा चाहिँ हामी जाँदैछौँ। यता सुभाष भाइ छ। के छ सुभाष भाइ, ठिक छ? चिसो चलिरहेको है। चिसो भइरहेछ, एकदमै चिसो भइरहेछ। यहाँको तापक्रम चाहिँ -15 मेबी छ होला मलाई जहाँसम्म लाग्छ। त्यति चाहिँ हुनुपर्छ यहाँको तापक्रम। अल्टिट्युड चाहिँ लगभग 5000 मिटर हाइटमा छौँ हामी। फाइनल्ली तिलीचो लेक है त। फाइनल डेस्टिनेसन चाहिँ हाम्रो यही हो। अब यहाँ बसेर इन्जोय गरेर जानुपर्छ। अब एकछिन थाक्न चाहिँ एकदम थाकियो। लुक एट द माउन्टेन है त। वाउ बवाल देखिरहेको छ। जस टावरहरूको व्यवस्था पनि रहेछ जस्तो है होइन। के गर्ने अब, थाक्यो। थाकियो दाजी।
ओहो थाकियो यार। तिलीचो लेकबाट टक्क घामको दृश्य यता लेक। दाजुहरू यहाँ हो। दाजु कफी कस्तो छ? कफी ब्ल्याक कफी रहेछ। ब्ल्याक कफी को लागि चाहिँ एकदम ठिक हुन्छ भन्ने छ यो। हजुर हजुर। ठाउँ अब कुन किसिमको एनर्जी दिन्छ, घाम पनि आउला। इनर्जी देला अलिअलि। घाम आयो भने हामी कन्ट्रोल गर्न सक्छौँ हजुर। सबै कुराहरू। जसले ब्ल्याक टी हालेर दाल भात झापेर खाइदिन्छ। त्यो हो नि हो है। ल बवाल हिमालय साउथ अन्नपूर्ण हो क्या यो। They are dancing. She's from New Zealand. These guys are Nepalese people. They are enjoying in Tilicho Lake. ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। Sorry. हानिदिसकेको छु यार। Very enjoying people there. कपिराइट लाग्छ दादा। हामी चाहिँ तिलीचो लेक। ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा। इसके मुंह में पैदाशी सुपारी है, ये तोतला। हामी चाहिँ तिलीचो लेकबाट अब फर्किने तयारी गर्दैछौँ, किनभने आज नै हामी तल मनाङ गाउँमा गएर बस्ने भन्ने प्लान भइरहेको छ। अब चाहिँ हामी कति किलोमिटर भन्दाखेरि यहाँबाट तल चाहिँ 5 किलोमिटर, त्यहाँ बेस क्याम्पमा हाम्रो ब्यागहरू छ, ब्यागहरूलाई लिएर अनि त्यहाँबाट चाहिँ हामी फेरि 14 किलोमिटर हिँडेर अनि खासाङ पुग्छौँ। खासाङ पुगिसकेपछि हाम्रो बाइकहरू खासाङमा रहेको छ। खासाङमा गएर त्यो बाइकहरू लिएर चाहिँ हामी आज मनाङ गाउँ, अलि तलमै पर्छ, मनाङ गाउँसम्म जाने हाम्रो प्लान भइरहेको छ। अब हेरौँ प्लान अनुसार चल्न सकिन्छ या सकिँदैन। अब खुट्टाले पनि अलिकति साथ नदेला जस्तो चाहिँ मलाई लागिरहेछ। यता लेफ्ट खुट्टा चाहिँ मेरो अलिकति गाह्रो भइरहेछ। अब हिँड्न सक्यो भने हामी मनाङ भिलेजमा जान्छौँ, सकेनौँ भने चाहिँ आज सायद बेस क्याम्पतिरै हामी बस्छौँ जस्तो लागिरहेछ। बाँकी कुराहरू के हुन्छ कस्तो हुन्छ हेर्दै गरौँला। र मुझे मारो नहीं, ये मजाक हो रहा है। एक सेकंड यार, मजाक हो रहा है। घुम्टी भनेको चाहिँ यही हो है त, 22 घुम्टी टक्क यहाँ घुम्टी रहेको छ। टक्क हेर्न सक्नुहुन्छ कति मान्छेहरू आउँदै हुनुहुन्छ, कति फर्किँदै हुनुहुन्छ। 22 घुम्टी हो। बिहान आउँदा चाहिँ गाह्रो भइरहेको थियो, अहिले चाहिँ ठिकै छ अहिलेसम्मको लागि। त्यही हो। ल फाइनली गाइस हामी चाहिँ तिलीचो बेस क्याम्प पुगेर आजै खाङसार झरिसकेका छौँ। हाम्रो आजको पैदल यात्रा 24 किलोमिटर चाहिँ हामी पैदल यात्रा गरेर यो खाङसार भिलेजमा आएका छौँ। हाम्रो साधन चाहिँ यहाँ छ, साधनको लास्ट स्टेसन यहाँ हो। अनि यहाँबाट अब हामी साधनमा चढेर चाहिँ आज मनाङ भिलेज गएर चाहिँ 1 नाइट स्टे गर्ने र भोलि चाहिँ पोखराको लागि फर्किने भन्ने प्लान छ। त्यही हो। 24 किलोमिटर नटजोक धेरै नै गाह्रो भयो, अहिले पनि गाह्रो भइरहेछ। स्टिल खुट्टाहरू दुखिरहेछ, पैतालाहरू पोलिरहेछ। गाह्रो भए पनि रमाइलो भयो, इन्जोय गरियो, धेरै नै रमाइलो कुराहरू भयो। त्यही नै हो। यो चाहिँ खाङसार भिलेज
देख्न सक्नुहुन्छ काङसार भिलेज। ओके ओके यति नै है त। ल फाइनली आज चाहिँ डे 4। यो चाहिँ मनाङ भ्याली मनाङ बजार। यो चाहिँ हाम्रो होटेल, यहाँ चाहिँ हामी स्टे गरेको। अनि त्यही हो, आज चाहिँ हामी अब यात्रा सकेर फर्किँदैछौँ पोखराको लागि। अनि त्यही हो, अब चाहिँ हामी फर्किसकेका छौँ। त्यही हो, अब बाटोमा के हुन्छ कस्तो हुन्छ अलिअलि कुराहरू हामी तपाईँहरूलाई देखाउँछौँ। धेरै कुराहरू अब आउँदैन, हेरिसक्नुभयो होला अगाडिको डे 3 सम्मको ब्लगहरू। आज चाहिँ हामी डे 4 मर्निङमा छौँ, 9 बजिसकेको छ। अब चाहिँ हामी पोखराको लागि फर्किँदैछौँ। 1 मा छ के छ कस्तो छ, नजिक आइरह होला। ल है त, ओके बाई। ल फाइनली हामी चाहिँ ब्लू लेक है त गाइज। दामी दामी भ्यूहरू, मजाको यस्तो दामी दामी भ्यूहरू देख्न पाइरहेको छ। एकदमै मजा आइरहेको छ है। यो चाहिँ ब्लू लेक। हजुर ए हुन्छ, हस् ए हस् हस्। सुभाष भाइले चाहिँ यता को नचिनेको मान्छेहरूको फोटो खिच्दैछ होइन। हामी चाहिँ टक्क यो ब्लू लेक अब हामी ग्रिन लेकमा चाहिँ पस्न भ्याएन। अब चाहिँ हामी सरासर यात्रामा हुनेछौँ। अब त्यही हो, हेर्दै गर्नु होला। अझ धेरै कुराहरू आउनु बाँकी नै छ, धेरै कुराहरू हुनु बाँकी नै छ। यस्तो दामी दामी भ्यू हेर्नुको लागि चाहिँ मनाङ पक्कै पनि आउनु होला होइन। अनि त्यही हो, च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। यस्तो दामी दामी भिडियोहरू म तपाईँहरूलाई देखाइरहेको छु, ब्लग बनाइरहेको छु तपाईँहरूको लागि। त्यही हो, रमाइलो भइरहेको छ, अझै रमाइलो हुनेछ। स्टे ट्युन। ओके बाई। टक्क लाएर अन्डा हान्नु पऱ्यो नि त। केही खाएन बिहानदेखि होइन, अलिअलि केही त खानु पऱ्यो। यस्तो मिठो भ्यू हेर्दै होइन, त्यस हवाल छ भ्यू चाहिँ। यति भन्दै हामी चाहिँ ब्लू लेकको लागि नि अन्तिम हो होइन। अझ सिधै हामी जानुपर्ने हुन्छ खाना खानको लागि। कहाँ चाहिँ गइन्छ, अक्टोपस झर्ना गइन्छ कि कता गइन्छ खाना खानको लागि होइन। अब सिधै हामी भेटिन्छ खाना खाने क्रममा। नहीं सोचिए मत, सब्सक्राइब कीजिए।